कुरा देखियो। अदालत बाहिरबाट निक्लिँदै हुनुहुन्छ तपाईँहरू होइन, के छ अवस्था त्यहाँको, के भइरहेछ, कस्तो महसुस भयो भन्ने शब्द अलि नमजा होला, तर पनि कस्तो महसुस गर्नुभयो त्यहाँ गएपछि आफूले काम गरिरहेको स्थान? एकदमै हतोत्साही र एउटा डिप्रेसनको स्टेज जस्तो लाग्छ। छैन, यो इमोसन्सहरू नम भएको छ। कुनै पनि फाइलहरू केही पनि बाँकी छैन, सब खरानी छ। बार एसोसिएसन खरानी छ, सर्वोच्च अदालत खरानी छ। एउटा होपको अब पक्का पनि हामीले आफूलाई त अलिकति रिकभर त गर्नु पर्यो, तर अहिलेको स्टेजमा कसरी मन थाम्ने, कसरी न्याय सम्पादनमा सहयोग गर्ने भन्ने चिजहरूको एउटा भ्याकुम छ, एउटा शून्यतामा बसेका छौँ हामी। अहिले धेरै कानुन व्यवसायी साथीहरूलाई बोलायौँ बिहानै, अनि उहाँहरूले आएर त्यहाँ भएका जलेका फाइलहरू लगेर स्टोरमा कति सकिन्छ गरियो, तर एब्सोल्युटली नन अफ द फाइल, कुनै पनि फाइलहरू नजलेको छैनन् र एकदमै दर्दनाक स्थिति छ। जुन एउटा जेएनजीको नाममा आन्दोलन सुरुवात भयो, स्वाभाविक रूपमा पहिलो दिन सबैजनाको समर्थन थियो पनि गर्नुपर्छ भन्ने, तर यो आन्दोलनले यो रूप लिएला भन्ने सोच्नु भएको थियो? अब यो आन्दोलनले हामीले यो रूप लिएला भन्ने सोचेको थिएन। जेएनजीको आन्दोलन जायज थियो, किनकि भ्रष्टाचारको विरुद्धमा थियो, संसारको विरुद्धमा जुन उग्र रूप लियो। र हिजोको घटनामा मलाई लाग्छ, किनकि मेरै घरमा 2 जना सन्तानहरू छ जो जेएनजीको ग्रुपमा पर्छन्, उनीहरूको पनि कल्पनाभन्दा बाहिरको कुरा हो यो। त्यस कारण हिजोको अवस्थामा गम्भीर घुसपेटहरू भएको छ, कसैको ठुलो षड्यन्त्र भएको छ अदालतमा। किनकि हामी के भन्छौँ भने कि संसारमा राज्यमा सम्पूर्ण इन्स्टिट्युसन्सहरू सिद्धिँदा फेरि पनि बाँच्ने भनेको त न्यायालय हो भनेर हामी हिजोसम्म भन्थ्यौँ भने अब त्यो न्यायालय पनि बाँचेको अवस्था छैन। भनेपछि हिजो धेरै ठुलो गम्भीर चाहिँ घुसपेटहरू भएको छ भन्ने लाग्छ मलाई। किनकि त्यो एजले अदालतसम्मलाई उसलाई टार्गेट गर्नुपर्ने आवश्यक छ जस्तो लाग्दैन, किनकि उनीहरूको जायज मागमा हामीले सपोर्ट गरेको, अझ पनि सपोर्ट गर्छौँ उनीहरूको मागमा। तर यो जुन विध्वंस भएको छ यो त्यो भित्रको गम्भीर षड्यन्त्र हो जस्तो लाग्छ मलाई चाहिँ। अब यसको समाधान के हुनसक्छ? विभिन्न घटनाक्रममा तपाईँलाई अलिकति सर भन्छु, अझ तपाईँहरूसँगै सम्बन्धित पनि, जसरी हिजो कारागारबाट कैदीहरू फरार हुनुभयो, कति कैदीहरूलाई तपाईँहरूले नै पुर्याउनु भयो होला होइन, कतिजनाले अझै न्याय पाउनै बाँकी थियो होला, त्यहाँभित्र रहनुभएका कति निर्दोष पनि हुनुहुन्थ्यो होला, तर त्यो त प्रोसेसमा थियो होइन। अब ती व्यक्ति बाहिर निस्किसक्दाखेरि चाहिँ कस्ता किसिमका घटनाक्रमहरू हुन सक्ने, अनि अब भनौँ न त्यसले लङ लास्टिङ रूपमा नेपाललाई चाहिँ कस्तो अवस्थामा पुर्याउन सक्छ, के हो एज अ कानुन व्यवसायी तपाईँको सोच? होइन, त्यसले त अब राज्यलाई दशकौँ रूपमा इम्प्याक्ट पार्नेवाला छ। समाजमा एउटा डर त्रासहरू, जो बन्दीहरू कैदीहरू भागेका छन् त्यसले एउटा डर त्रास। हिजो राति मलाई 10:30 बजे मेरै एकजना क्लाइन्ट जो कैदी थियो फोन गरेर म घर आइपुगेँ भनेर फोन गरेर निस्केपछि आई वाज आउट अफ द थट कि अब यो प्रोसेसले ती सबै चिजहरू जो अपराध गरेर सजाय भोगिरहेका छन्, जो अन्यायमा परेका थिए उनीहरूको न्याय माग्ने ठाउँ पनि सकियो होइन। जो चाहिँ तपाईँको अन्याय गरेर जुन अपराध गरेर गएका थिए तिनीहरू पनि उम्किने अवस्थाले समाजमा अब कहिलेसम्म यसले कियोस्क लैजान्छ, कहिलेसम्म आतङ्क लिएर आउँछ भन्ने कुरा त अनुमान गर्न सक्ने अवस्था छैन। अबको समाधान के हो त? अब नेपाल कसरी अगाडि बढ्नुपर्छ, या नेपाली नागरिकले कसरी सोच्नुपर्छ? किनकि अहिले सबैभन्दा ठुलो हामी नेपालीलाई चुनौती के छ भन्दाखेरि हाम्रो सोचाइ फरक भएका कारणले गर्दा अहिले पनि हामी एकजुट हुन सकेका छैनौँ। अब कानुन व्यवसायी पनि हुनुहुन्छ, स्वाभाविक रूपमा नेपालका कानुनहरू तपाईँहरूलाई धेरै थाहा पनि छ, नेपाली कसरी अगाडि बढ्नुपर्छ अब अहिले त हेर्नुहोस्, अब हामी एक हिसाबले यसलाई पोजिटिभ पनि लिनुपर्ने हुन्छ, किनकि विध्वंसलाई त हामी कहिले अस्वीकार गर्न सक्दैनौँ। तर समाजले एउटा नयाँ आयाम चाहेको रहेछ, नयाँ पुस्ताले नयाँ चिज चाहेको रहेछ। त्यो चाहेको चिजहरूलाई हाम्रा जुन राजनीतिक दलहरूले चाहिँ समयमा त्यसलाई चिन्न नसक्दाखेरि, बुझ्न नसक्दाखेरि होइन, तपाईँको सरकार पक्षले इन्टेलिजेन्सले यो लेभलमा जान्छ भन्ने कुरा बुझ्न नसक्नु, त्यसपछि सेनाले सुरक्षा गर्न नसक्नु भनेको हाम्रो भित्र हामी खोक्रो रहेछौँ, हामी एउटा खोक्रो आडम्बरभित्र बाँचेका रहेछौँ भन्ने कुरा देखियो। अब यसले नयाँ आयाम, नयाँ यो युगलाई नयाँ युगमा लैजाने एउटा अपर्च्युनिटीको रूपमा पनि लिनुपर्छ जस्तो लाग्छ मलाई। अब सम्पूर्ण स्टेटलाई कसरी लैजाने हो, कसरी न्याय, खास गरी मैले न्यायपालिका भन्दा न्यायपालिकाभित्र भएका गम्भीर असन्तुष्टिहरू छन्, तपाईँको असक्षम न्यायाधीशहरू छन्, न्यायपालिका स्वतन्त्र नभएका कुराहरूलाई कसरी रिस्ट्रक्चरिङ गरेर लैजाने हो भन्ने कुरामा अब घनीभूत छलफल हुनुपर्ने आवश्यक छ। त्यस कारण यसमा सर्वदलीय छलफल हुन सक्ला। जो तमाम आम नागरिकहरूको यसमा के हो, उहाँहरूले चाहेको के हो, नयाँ समाज कुन लेभलमा गएको छ भन्ने कुराको जुन हामीले चिन्न सकेनौँ त्यसको गम्भीर भुल हो जस्तो लाग्छ मलाई चाहिँ। धन्यवाद। धन्यवाद।